फाइनली आज चाहिँ म जाँदैछु धरहरा घुम्नलाई होइन। अहिलेसम्म धरहरा चढेकै छैन कि यत्रो भयो काठमाडौँ बसेको। अनि अब एक्लै चाहिँ के जानु होइन, कहिले कोही नहुने कहिले कोही न कसैको टाइम नहुने, त्यही भएर अनि मसँग आज जाँदै हुनुहुन्छ मेरो दिदी भिनाजु। फाइनल्ली दिदीसँग पनि भेट भइसकेको छ। दिदीसँग चाहिँ धेरै समय धेरै वर्षपछिको भेट हो हाम्रो होइन। उनीहरू चाहिँ मेरो दिदीको छोरा र छोरी हो। एकदमै रमाएर खुसी भएर दगुर्दैछन् उनीहरू चाहिँ होइन। अनि छोरीलाई हेलो हाई गरिदेऊ भनेको, अनि कस्तो राम्रोसँग हाई गरेर अगाडि गयो। अनि साथीहरू भनिदिनु होला मेरो दिदीसँग मेरो फेस मिल्छ कि मिल्दैन। तपाईँहरू सोच्नुहुन्छ होला दिदीलाई पनि तँ भनेर बोल्छ भनेर। मलाई पहिल्यैदेखि तँ त भन्ने बानी, त्यही भएर तँ भनेर नि बोल्छु म दिदीसँग। अब चाहिँ फाइनल्ली हामी पुग्यौँ धरहरा भित्र। गेट टिकट काटेर पनि भित्र पुगिसकेका छौँ होइन। एकदमै राम्रो छ त्यहाँको भ्यूहरू चाहिँ एकदमै राम्रो थियो। अनि पानी पनि परिरहेको थियो, एकदमै राम्रो लाग्यो मलाई चाहिँ। उहाँ चाहिँ मेरो भिनाजु। अनि भिनाजुले एउटा भिडियो बनाइदिइहाल भनेपछि मैले भिनाजुको भिडियो पनि बनाइदिएँ यसमा। अनि आफूले पनि भिडियो बनाएँ, खिचेँ, एकदमै रमाइलो भयो। अनि यहाँभित्र चाहिँ मैले धेरै भिडियो बनाउँला भनेर आएको थिएँ होइन। तर पछि त बिर्सिएछु भने भिडियो बनाउन कुनै ठाउँको अलिअलि टुक्रा भिडियो लगेको थिएँ। उनीहरू चाहिँ दिदीको छोरा र छोरी कस्तो मजाले घुमिरहेको छन् हेर्नु न, यस्तो रमाइरहेको छन् होइन। रमाइलो त एकदमै रमाइलो थियो भित्र। अनि सबै कुरा हेऱ्यौँ, राम्रो रमाइलो लाग्यो। अनि अब एक दुई भिडियोहरू बनाएर अनि हामी चाहिँ अगाडितिर लाग्यौँ माथि धरहरा चढ्नतिर होइन। अनि यसरी हिँड्दैछौँ हामी चाहिँ। अब फाइनल्ली धरहरा चढ्ने बेला पनि भइसकेको छ। अनि भिनाजु र छोरा चाहिँ अगाडि गएर अनि टिकटहरू के चेक गराउनु पर्ने रहेछ, टिकटहरू दिनुभयो त्यहाँ गार्डलाई चाहिँ। अनि लिफ्टबाट जाने भनेर गएको थियौँ। अनि त्यहाँ चाहिँ मान्छे एकपटक 7 जना मात्र जान मिल्ने रहेछ। अनि त्यसपछि हामी चाहिँ अब हिँड्दै जाउँ न त, एकछिनमा पुगिहाल्छ नि भनेर हिँड्यौँ। अब हामीहरूले चाहिँ ठिकै भयो, अब रमाइलो पनि भयो, यसो एकछिन हिँडौँ भनेर हिँड्यौँ, रमाइलो भयो। तर सानो छोरीलाई चाहिँ गाह्रो भएको थियो कि हिँड्नलाई, तै पनि हिँडिरहेको थियो ऊ पनि, अब बोक्न पनि नसक्ने होइन। अनि बिस्तारै गरेर भए पनि हामी अगाडि बढ्यौँ यसरी। अनि भिडियोहरू सानो भिडियोहरू लिँदै गयौँ। मान्छेहरू आउने जाने मान्छेहरू चाहिँ धेरै थियो। अनि हिँड्दाखेरि बिचबिचमा सानो झ्यालहरू थियो। अनि त्यहाँबाट बाहिरको भ्यू हेरेको नि यस्तो राम्रो देखिरहेको थियो नि, अब के भन्नु होइन, एकदमै राम्रो देखिरहेको थियो होइन। एकदमै रमाइलो थियो, गाडीहरू हिँडिरहेको थियो, यस्तो राम्रो देखिने रहेछ त्यहाँबाट चाहिँ। फाइनल्ली टपमा चाहिँ हामी पुगिसक्यौँ। अब चाहिँ म चाहिँ स्याहाँ गर्दै होइन पानीको बोतल समातेर अनि त्यहाँबाट बाहिर आएँ। अनि बाहिर आउँदा त होइन एकछिन यस्तो राम्रो हावा चलेको होइन, एकदमै हावा खाँदै अनि यसो एक राउन्ड घुम्यौँ पनि होइन। अब यस्तो गर्मी छ नि त तल त, अनि माथि आएर हेरेको त पुरा हावा चलिरहेको होइन, यस्तो राम्रो देखिरहेको थियो, पुरै काठमाडौँ देखिरहेको थियो होइन। रमाइलो भयो, एकदमै राम्रो देखिरहेको थियो सबै कुराहरू। त्यहाँ हेर्नु न गाइजहरू, यति राम्रो दुबो पलाएको त्यो टुडी खेलको त्यो फिल्डमा चाहिँ होइन, यस्तो राम्रो। अनि एक दुई भिडियो पनि बनायौँ अनि फोटासोटा